हेलो नमस्ते मेरो दाइ हुनुहुन्छ उहाँ चाहिँ हामी चाहिँ अब मदिना गएको है। के बोले भाइ अब के बोले के छ थाहा बोले मदिनामा अलिकता सब्जी बनाउनु पर्ने भयो। हेर्नु यहाँ विदेशमा त यसरी पनि हिँड्छ है फेरि अलिकता। ल हामी चाहिँ खासै निस्केको के भन्दाखेरि अब दाइ घर जाँदै हुनुहुन्छ, दाइलाई अलिकता सेवा टक्राउनु पर्यो कि भनेर मात्रै हो। सेवा हो नाना त्यसरी खेलिरहेको धेरै धेरै हुन्छ नि दाजु। अरू भन्नु न दाजु यार। पर्यावरण छ यो गाडी गाडी छ। हामी चाहिँ मदिना गएको, मदिना जाँदाखेरि यसो सिआइडीहरू घुमिरहेको छ। मालसाल पायो भने यसो माल पनि खारौँ भनेको एउटा बियर होइन। ए एउटा बियर खाएरै हुने हामी हो नि त नि। एउटा बियर चाहिँ खानुपर्छ। भेटिहाल्यो भने खाने हो, भेट्यो भने खाने, भेटेन भने नखाने हो। भेटेन भने त मदिना गएर हामी आउने हो खासै। आज चाहिँ पहिलो ब्लग यो ब्लग चाहिँ अपलोड चाहिँ अनि हुन्छ दाजु हेर्नु होइन, माइन्ड चाहिँ नगर्नु होइन। हुँदैन अब दाइ जाने पनि हुनुहुन्छ, दाइ जाने बेला बिदाईको पनि अलिकति खिच्ने होला, पछि खिच्न चाहिँ त्यो पनि एड हुन्छ। तर जसरी पनि हाल्न चाहिँ पर्छ है दाजु। ल अहिले चाहिँ हामी बस्ने भनेको लेबर क्याम्पमा हो। यसले पनि बोल्छ होला अलिकता होइन हाम्रो। यसले नाटक गरिसकेको छ अगाडि नै। हेलो ब्रो, हाउ आर यु? से हाई टु ब्लग। ओके ओके नो वरिज। सो अहिले मलाई पारसले फोन गरिरहेको, पारस त हो नि, पारसले फोन गरिरहेको होइन। अहिले चाहिँ उठाइँदैन दाजु, अब गएर एकचोटि चेक हानिन्छ अनि त्यो पछाडि जाने होइन। अब ब्लग राख्दैनौँ न भनेको। ल राख्दैन नि अब अहिले एकछिन अर्को बनाउनु पर्छ। ल अहिले मदिना गइन्छ, मदिना छिरिन्छ। ल अब चाहिँ राखियो होला हामीले है सायद। न त तपाईँले के भन्नुभएको अरे? त्यो अहिले आउँछ के पारा यो काटन भएन। अब तपाईँको अलरेडी सिल्की छ त नि, अनि मेरो त जाँठा भन्दा नि के बोले भाइ अब के बोले के छ थाहा बोले गनाएर त लास्टै गनायो। बन्द खै मकैबारी यो चाहिँ हाम्रो खाने ठाउँ थियो के अरे। अब छ कि छैन भन्ने कुरा चाहिँ त्यहीँ गएर थाहा पाइन्छ। छैन होला दाजु, मैले बुझेअनुसारले छैन। मकैबारी दराम हरियो काँक्रो कराम हो दाजु। यो छैन। अब यता जाने रुम अब के गर्दा नि। अनि ब्लग बनाउनु भने चाहिँ अलिकति हिँड्नु न दाजु यार। थेट तपाईँ पनि। अनि अहिले चाहिँ हामी छौँ निस्किँदै गरेको ठाउँबाट, गल्लीबाट। त्यो अगाडिको गल्ली होइन, तपाईँलाई त्यो अर्को गल्ली त्यो देखाउँछु होला। तर अहिले हामी निस्किँदै गरेको ठिकै छ, केटाहरू छ। ल अहिले चाहिँ हामी निस्किसकेका छौँ दाइ। हामी छौँ यहाँनिर बसेको, अब हिँड्दैछौँ जाँदैछौँ। ए हाम्रो दाइलाई त इन्ट्रोड्युसै गराएन, हाम्रो लुङ्गा दाइ, भालुमान दाइ। पुरानो हो तर ब्लगमा चाहिँ नयाँ ब्लग, नयाँ मान्छे, नयाँ अब हामीले मान्छे, नयाँ घरबाट भर्खर आउनु भएको। कस्तो गोरो मोटो, कति साह्रो हुनुभएको दाजु यार। अब एउटा जडिया घर जाँदैछ, अर्को जडिया आउनु भएको छ उहाँ। अर्को जडिया आउनु भएको छ, पट्टु पनि तान्दै गरौँ न। दाइको चाहिँ अब साथीहरूलाई थाहा छैन होला। अब दाइले चाहिँ एउटा नयाँ रुल्स एन्ड रेगुलेसन कि के भनौँ क्या अरे, दाइले त सम्झाएको हो क्या अरे न। दाइको कट्टुको चाहिँ यहाँनिर म बिजोक होइन, यो चाहिँ इस्टाब्लिस हो। यो चाहिँ हेर्नु त्यहाँनिर यत्रो झर्या हुन्छ, त्यो लाएर हिँड्नुहुन्छ दाइले। भोलिबाट हातघरको डोरीले भोलि पाटाको डोरीले बाँधेर हिँड्छौँ। अब हामी जाने रविशलाई पठाउने होइन। कहाँ जाने? ओके ल टिभी छैन नि त। दुबई हो यो। दिस इज कल्ड दुबई और कुज एरिया होइन। अनि रक्सी चाहिँ के, रक्सीकै कुरा गर्ने हो र? रक्सीले बटुल लिने हो क्या लाइमलाइट होइन? रक्सी चाहिँ पाउँदैन, यति गाह्रो छ कि
महाकसम कुर्नुपर्छ 2 बजे आएको मान्छे आधी रातमा उठेर आएको 7 बजे खानुपर्छ हेर्नु हामी त 3 बजे सुत्नुपर्ने मान्छे 3 बजे सुत्नुपर्ने त पर्ने मान्छे हो नि त नि हामी त खाना खाएर ड्युटीबाट आएर 3 बजे ड्युटी जानुपर्ने मान्छे अहिले रातिको 12 बजे हो खजुरबोट देखाउने हो यो चाहिँ खजुरबोट यस्तो मिठोवाला छ पहिला हामी यहाँ खान्थ्यौँ तर अहिले भेट्दैनौँ है अहिले चाहिँ भेट्दैनौँ अब जगदीश दाइ कहिले कतिखेर चाहिँ निस्किनुहुन्छ बाहिर कि हामी लिनु जानुपर्ने कि रुममा के हो एकोमोडेसनमा आइपुग्यौँ हामी अब एकोमोडेसनबाट भित्र छिर्दैछौँ नानी कस्तो धुन्दिलो देखाएको छ मेरो आँखा धुन्दिलो भयो कि यो क्यामेरा धुन्दिलो भयो मन त आएन ए हाम्रो सेक्युरिटी भाइलाई चाहिँ देखाएर आउँ न त नि हाम्रो चाहिँ उहाँ चाहिँ सेक्युरिटी भाइ हुनुहुन्छ होइन ल हामी चाहिँ लाग्यौँ लाग्यौँ दाइलाई पुरा अहिलेलाई चाहिँ मैले यतिमै राखेँ ल अब चाहिँ म एकोमोडेसनभित्र आइपुगेँ अब जाँदैछु धन्दाले मलाई फोन गर्नुभयो धन्दालाई इभन थाहा छैन होला म एकचोटि धन्दाको फोन रिसिभ गर्छु र अनि तपाईँहरूसँग फेरि सामु आउँछु है यो चाहिँ हाम्रो एकोमोडेसन अनि एकोमोडेसन हल्लिन्छ होला यो पुरानो मोबाइल भन्दा पनि मैले युज गरिरहेको मोबाइल हो त्यति खासो आइफोन पनि छैन स्टेबिलाइजर पनि छैन अब यो चाहिँ हाम्रो एकोमोडेसन हो अब एकोमोडेसनबाट मुनि जान्छु दाइलाई भेट्छु अनि दाइलाई भेटिसके पछाडि चाहिँ अनि कन्टिन्यू गर्ने हो कि यसलाई कन्टिन्यू गर्छु भन्ने कुरा थाहा हुन्न ल यही हो अब म दाइलाई भेट्छु दाइलाई भेटेपछि कुरा गरौँ लास्ट ए यस्तो मिठोसँग बसिरहनु भएको चाहिँ हेर्नु नि यहाँनिर यस्तो मिठो यहाँ उहाँ दाइ चाहिँ हुनुहुन्छ उहाँ चाहिँ जानुहुन्छ आज घर अनि उहाँ दाइ हुनुहुन्छ धन दाइ भनेको उहाँ दाइ हो अनि हाम्रो दाइ भनेको लुङ्गा दाइ भर्खरै आउनु भएको घरबाट त्यही भएर रातो हुनुहुन्छ नि चेन्जेस हेर्नु नि यहाँ गोरे यता रातै हेर्नु न यहाँनिर यो चेन्जेस हो अनि अहिले चाहिँ हामी बाहिर जाने भन्दा पनि यता आइहाल्छ त नि कट्टुमा जानुभयो भने थियो त नि सजिलो हुन्थ्यो त नि कट्टुमा जाँदा पनि हुन्छ हौ घर जाने बेला यार कट्टु चप्पलमा कस्तो सजिलो हुन्थ्यो तपाईँ त काठमाडौँ घर भएको मान्छे हो नि त फेरि जाडो के हुन्छ पानी परेको मात्र हो यस्तै हो एयरपोर्टमा लिनलाई तर पनि ठिक हुन्थ्यो कट्टुमा जानु भयो भए यस्तो प्यान्ट लगाएर जानु अलिकति गाह्रो हुन्छ कि अलि यता पनि यसो ब्लग बनाउने भने यस्तो तपाईँ त हो नि ब्लगरको तपाईँ भन्नु नि त केही के भन्नु म त अब जानुपर्छ कस्तो जानुपर्छ कि पठाउनुपर्छ कि के हो र हामी पनि रुम जानुपर्छ भनेर खोजेको नि ए ल अनि दाइ घर जाने बेला घर जाँदैछु अब ह्याप्पिनेस छ एक्साइटेड छ स्पेसल छोरीलाई भेट्न पाइन्छ त्यो बच्चा खेल्ने बेलाको बच्चाको त्यो हुन्छ नि एक्साइटेड म त एकदम एक्साइटेड छ नि अब भनेपछि मोमेन्ट चाहिँ अहिले अलिकति एक्साइटेड भइरहेको तपाईँको भयङ्कर एक्साइटेड अनि यत्रो बेर बस्ने बेला भन्दा नि कतिवटा भइसक्यो कतिवटा टाइम जान्छ कतिवटा हिरो भइसक्यो यहाँबाट झटपट गरेर गाडी आउँदैन गाडी त आइहाल्छ नि टेन्सन नगर्नु न गाडीको लागि त के आइहाल्छ हो अब तपाईँ जाने मात्रै हो अब टिकट यताउता ओरिजिनल हो दाजु यार यो कस्तो नहेप्नु न दाजु यार तपाईँले पनि अनि यसरी मोबाइल हेरेर मात्र बस्न त पाइएन नि त नि अलिकति गर्ने बेला त नि अलिक ब्लग बनाउने भनेपछि त अलिकति बोल्नु पर्छ अब बोलिरहेको नि अब दाइलाई पठाउनु पर्छ हामीले सबैजनाले
तिमीले अब ब्लगर बनाउने मान्छे होइन ब्लगर भयो। ब्लगर त म होइन क्या, ब्लगर त तपाईँ हो खासै। त्यही भएर तपाईँको मात्रै अनुहार निस्केको यहाँनिर। क्यामेरा उ त क्यामेराम्यान हुन्छ ल म त क्यामराम्यान हो, म त क्यामराम्यान हो। अलिकति फाइनली हामी चाहिँ अब आइसक्यो रुममा अँ। अनि अब दाइ अब पठाउनु पर्छ आयो गाडी त उता हाल्नु न गाडी आयो ल, गाडी चाहिँ आयो, गाडी चाहिँ आयो। अब नासिरले लिएर जाने रहेछ खासै। आमामाम सुन, ए बा कसम, सुन 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 सुन, हेर्नु यहाँनिर सुन, मा कसम। होइन भित्र गएर हाल्छु नि म त। अब त अनि यहाँ मैले देखेँ क्या अरे होइन, त्यहाँ हातको देखाउनु यहाँनिर। आमामामा सुन दाजु। दाइ घर जाँदै हुनुहुन्छ अहिले, एकछिन अब राख्छु म। भनिहाल्यो त नि, तपाईँ गएदेखिबाट ब्लग बनाउनु खोजेको। अब यता छ जानुभयो। आजलाई चाहिँ अब यो समाप्ति गरौँ होला यो ब्लगको होइन। ओके तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँ त आज भर्खर आउनु भएको मान्छे। होइन म आज भर्खर आएँ होइन। यस्तो हुन्छ अब हाम्रो अत्यन्त चाहिँ के अरे आत्मीय साथी जगदीश राउत आज नेपाल भ्याक्सिनको लागि छोटो समयको लागि जाँदै हुनुहुन्छ। त्यसको लागि उहाँलाई म शुभयात्रा भन्न चाहन्छु र उहाँको हरेक कुराहरू के के सिकाएर जानुभएको छ। उहाँहरूको चाहिँ भ्याकेसन राम्रो सुखद होस् भन्ने चाहन्छु। अरू त हामीसँग केही नै छैन। अब हाम्रो सबैको पक्कै नै हो विदेश बसिन्जेलसम्म म पनि तपाईँको त्यसरी मिलाएर 1 महिना 2 महिना बाद छुट्टी जान्छु। तपाईँहरूले त्यसरी मलाई चाहिँ शुभयात्रा भन्नुहुन्छ। अब मलाई पनि त्यही भन्नु, अब तपाईँहरूलाई पनि मैले त्यही भनिरहेको हुन्छु। अरू केही पनि छैन, त्यही हो। ल हस्, धन्यवाद। हस्, धन्यवाद।